नमस्कार सबैजनालाई। हामी मङ्गलबारी सिनियर सेकेन्डरी स्कुल पश्चिम सिक्किमबाट र अहिले हामी सबैलाई थाहा भएको कुरा हो, ड्यू टु लकडाउन एभ्री एजुकेसन इन्स्टिट्युसन्सहरू क्लोज भएको छ र अहिले हाम्रो राज्यमा चाहिँ अनलाइन एजुकेसन भइरहेको छ। तर हाम्रो स्कुलमा चाहिँ रिगार्डिङ म्याथमेटिक्स, फिजिक्स अन्त हिस्ट्री चाहिँ अहिलेसम्म पढाइ भएको छ हाम्रो क्लासेसमा। हुन त हामीले यो आउने सालमा बोर्ड इक्जाम फेस गर्नुपर्छ, तर विदाउट प्रपर प्रिपरेसन्स र टिचरको कमीले गर्दाखेरि चाहिँ, टिचर नभएको कारणले गर्दाखेरि चाहिँ हामीले एकदम डिफिकल्टिज र समस्याहरू सामना गर्नुपर्ने रहेछ। जसको कारणले गर्दा चाहिँ हामी चाहिँ अब यसरी अगाडि तपाईँहरूको अगाडि एउटा भिडियो बनाइरहेको छौँ र यस भिडियोमा चाहिँ हामी के भन्न चाहन्छौँ कि हामीहरू कस्तो खालको समस्यालाई हाम्रो रिगार्डिङ एजुकेसन्सहरूको समस्यालाई तपाईँहरू अघि राख्न चाहन्छौँ। खासमा चाहिँ हाम्रो स्कुलमा ल्याक अफ टिचर भएको कारणले, ल्याक अफ सब्जेक्ट टिचर भएको कारणले हाम्रो अनलाइन क्लास कन्टिन्यू गर्न सकेको छैनौँ। जस्तै फिजिक्स, म्याथमेटिक्स, हिस्ट्री। फिजिक्स हिस्ट्री टिचरहरू हुनुहुन्थ्यो, नभएको होइन, हुनुहुन्थ्यो, तर उहाँहरूको अप्रिलसम्म मात्रै अर्डर भएको कारणले उहाँहरू अहिले हामीहरूसँग हुनुहुन्न, उहाँहरू गइसक्नु भएको छ। त्यसै कारणले हाम्रो यो फिजिक्स र हिस्ट्री कन्टिन्यू क्लास गर्न सकेको छैन। तर खासमा हेर्नुपर्दा चाहिँ हाम्रो म्याथमेटिक्स चाहिँ स्कुल लागेको फेब्रुअरीदेखि होला, यो फेब्रुअरीदेखि हो। फेब्रुअरीदेखि नै हाम्रो म्याथमेटिक्स पिजिटी टिचर चाहिँ हुनुहुन्न। यो प्रब्लमले गर्दा हामीले यो टिचर नभएको कारण हामीले धेरै प्रब्लमहरू फेस गरिरहेको छौँ र यो प्रब्लमले गर्दा सरहरूले पनि एचआरडिडीमा एप्लिकेसन म्याथमेटिक्सको लागि बुझाइसक्नु भएको छ, एप्लिकेसन म्याथमेटिक्स टिचरको लागि। अनि रेस्पोन्सहरू आएको छैन। जस्तै हामीले स्टुडेन्टहरू भएर पनि एप्लिकेसनहरू थुप्रै बुझाइसकेको छ। जस्तै इमेल गरेको छ, वाट्सएप गरेको छ फिजिक्स, हिस्ट्री, म्याथमेटिक्सको लागि। जस्तै हामीले वाट्सएप एडुकेसनल मिनिस्टरलाई गरेको थियो 16 जुलाई, 16 जुलाईमा गरेको थियौँ भने हामीहरूले इमेल 14 जुलाईमा गरेको थियो, तर अहिलेसम्म केही रेस्पोन्स नै आएको छैन। त्यसै कारण हामीले यो भिडियो बनाइरहेको छौँ। हुन त हामीले आज मात्रै होइन, आजभन्दा धेरै समय अघिदेखि नै हामीले यो प्रब्लमको सल्युसन निकाल्नको लागि चाहिँ धेरै स्टेप्सहरू लिइसकेको थियौँ। तर आज यो भिडियो बनाउन कर परेको कारण चाहिँ अहिलेसम्म जति पनि हामीले स्टेप्स लियौँ त्यो स्टेप्सहरू लिएकोमा कुनै पनि रेस्पोन्स छैन है। जस्तै उहाँले भन्नुभयो हामीले इमेलहरू गरिसकेको थियौँ, हामीले एप्लिकेसनहरू बुझाइसकेको थियौँ, तर अहिलेसम्म केही त्यसको रेस्पोन्सै नआएको कारणले चाहिँ आज हामीले यो भिडियो बनाउन कर लाग्यो। र आज चाहिँ हामीले धेरै प्रब्लम्सहरू फेस गरिरहेका छौँ। हामीले मात्रै होइन, हुनसक्छ यो सिक्किमभरि धेरै स्कुल्समा यस्तो प्रब्लमहरू भइरहेको होला, धेरै स्टुडेन्ट्सहरूले यस्तो एजुकेसनमा धेरै प्रब्लम्सहरू फेस गर्नु परिरहेको होला। र आज यो भिडियोहरू जतिले पनि हेर्नुहुँदैछ, हुनसक्छ अब तपाईँहरू अब आउने इयरमा बोर्ड इक्जाम फेस गर्नुवाला हुनुहुन्छ होला, कतिजना स्टुडेन्ट्सहरू धेरै हुनुहुन्छ होला, कतिजनाको प्यारेन्ट्सहरूको नानीहरूले अब यस्तो प्रब्लम फेस गरिरहेको छ होला स्कुलमा भने तपाईँहरू पनि यस्तो हामीले जस्तो स्टेप्स लिन सक्नुहुन्छ। हामीले जस्तो यसरी तपाईँहरूको राइट्स पाउनको लागि तपाईँले केही स्टेप्सहरू लिन सक्नुहुन्छ। र यो भिडियो चाहिँ हामीले हाम्रो लागि मात्रै होइन, तर अब अझै आउने अपकमिङ स्टुडेन्ट्सहरूको लागि पनि हामीले यो स्टेप्स लिइरहेको हो, ताकि उनीहरूलाई पनि अब आउने दिनमा चाहिँ हामीले जस्तो एजुकेसनमा कुनै पनि प्रब्लम फेस गर्नु नपरोस् भनेर। र हामी मङ्गलबारे सिनियर सेकेन्डरी स्कुलको स्टुडेन्टकोबाट चाहिँ डिपार्टमेन्ट्सहरूबाट चाहिँ धेरै आशा राख्दछौँ कि तपाईँहरूले चाहिँ यो प्रब्लमलाई चाहिँ सिरियसली लिनुहुँदै हाम्रो यो चाँडोभन्दा चाँडो हाम्रो स्कुलमा चाहिँ टिचर्सहरूको प्रबन्ध गरिदिनुहोस् भन्ने तपाईँहरूको माथि धेरै हामी आशा राख्दछौँ भन्दै हामीले यो भिडियो बनाएको छौँ।